रानीलाई के भन्न चाहनुहुन्छ? आई लभ यु। दर्शकबिनहरु, अब चाहिँ यहाँ हाम्रो चौथो राष्ट्रपति रनिङ सिल प्रतियोगिता चाहिँ उद्घाटन हुन गइरहेको छ। दर्शकबिनहरु अलि अगाडि सार्दिनुहोस् न, अलि अगाडि, अलि छिटो, अलि छिटो, भैँसी अलि छिटो गर्नुहोस्, भैँसी अलि अगाडि, भैँसी, गो फर्वर्ड। यता के छ? त्यो अडियो सँगसँगै उठाइदिनु होला। फरवर्ड मार्च, ओके राम्रो छ, पुस। अलिक टर्निङ दिनु होला, अलिक टर्निङ दिनु होला, अलिक टर्निङ वेस्टिङ
भव्य हुनेछ। दिनहरु आज खेलाडीको एकदम भव्य प्रदर्शन। यिनीहरु चाहिँ खेलाडीहरु बोकाहरु जिस्काउने मान्छे हामी बोका चाहिँ भन्न मिल्दैन। सरी म बोका होइन, बोका मात्रै त सुहाउँदैन। दर्शकबिनहरु हेर्नुस्, यो चाहिँ गाउँपालिका स्तरीय हो कि हामीले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल को लागि चाहिँ उद्घाटन कार्यक्रमको लागि चाहिँ तयारी 6वटा मावि स्कुलहरुको। हेलो हेलो आरामै ल ठीक छ। राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद। दर्शकबिनहरु म चाहिँ अब कुद्नुपर्ने हुन्छ। दर्शकबिनहरु नमस्कार आदरणीय दर्शक महानुभावहरु। भव्य प्रदर्शन पुरानै दर्शकबिनहरु यहाँ चाहिँ ड्रोन उडेको छ। ड्रोन उडेको देख्न सक्नुहुनेछ। वाउ ड्रोन हो। ड्रोन उडिरहेछ। दर्शकबिनहरु एकछिन ड्रोन उडिरहेछ गाइज। केटाहरूलाई माइक दिनु पर्यो। हेलो हेलो माइक चेक। के भन्न चाहन्छु भने यसै झ्याङ्ले गाउँपालिकाद्वारा आयोजित 4थो राष्ट्रपति रनिङ सिल
कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू क्यामेराम्यानहरूलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु। वाउ ब्युटिफुल। विशेष गरी ड्रोनले मलाई देखेन, चित्तै बुझेन। ड्रोन उडेको ठाउँमा जाउँ न अगाडि तिमी। यस्तो गर न, यस्तै हो अर्को पटक यो भन्दा यस्तो गर न। यस्तो ड्रोनको अगाडि गएर क्या उता कुरा यस्तो हो। ड्रोन दर्शकबिनहरू आज चाहिँ एकदमै बवाल, मौसम पनि बवाल, मान्छेहरू पनि बवाल। मैले बेस प्लेयर पाउँदा यो बोमा आएको एक दुई सप्ताह हो र? त्यहाँ बेस्ट प्लेयर पाउनु पर्ने मैले हो। हुन त हो। अब तिम्रो जान अब तिम्रो अब मान्छे होइन, मुन्छे होइन। जानले पनि दिँदैन। डिफेन्डर प्लेयर होइन के हो? डिस्कस गर्ने डेरा कुदेर बेस्ट प्लेयर माइकमा घोडाले पाउँथ्यो। माइकमा बोल्नु होला। घोडाको नि प्रतियोगिता भएको भए घोडाले पाउँथ्यो होला। तिमीले कसरी पायो? पाएन त त्यसो भयो। अब त्यहाँ राजनीति दर्शकबिन सिधै हो केही राजनीति। थिएन राजनीति। मेरो खेल राम्रो थियो। खेल त जिरै थियो। मेरो त पेट मात्रै नराम्रो थियो, खेल एकदम राम्रो थियो। अब यस्तो हो तोबोलाई भदिचको खेल भनेको के थियो? नराम्रो, धेरै नराम्रो। दर्शकहरूले छि भनेको थियो, तर आयोजकले जाऊ न कान्छ तिमीहरू भनेर दिएछ बिचरालाई। मेरो क्वेसन गर्नु होला। मेरो इष्टमित्रहरू आज यत्रो गेम चाहिँ यहाँ गाउँपालिका कोही सबैभन्दा ठुलो गेम भनौँ न अब यो राष्ट्रपति रनिङ सिल्ड वर्षमा एकचोटि हुने तपाईँले के लागिरहेछ? एकदम खुसी लागिरहेछ। सोल्टिनहरू बोलेन खुसी लागिरहेछ। हेर्न पाइयो त्यस्तो हो। अब कुरा चाहिँ के हो भने विशेष गरी हामीलाई यहाँ चाहिने भनेको सोल्टिने हो। यो गेम यो खेल खासै रुचिलाई चिन्ता नगर, तिमीहरूलाई म एउटा व्यवस्था गरिदिन्छु। हुन त अब हाम्रो वाङजुजी भनेको त बोका हो, बोका नम्बर 1 नै हो। भन पायो, भन्न पायो, भन्न जे नि पायो होइन भन्न पाएँ भन्दैमा मैले भनेको नि होइन, सिधै कुरा हो। अनि भन्नै पर्यो नि। चिन्नेले चिन्छ, दर्शकबिनहरू चिन्नु होला। हामी कसको फ्यान हो दर्शकबिनहरू? हामी हाइटारको धरानी खेमे मुर्रा गेममा चाहिँ कसको फ्यान? गेममा हाइटार। अनि नाम पनि भन न। नाम नभन नभन मार्ला। यतिखेर बाबु यहाँ अनि ब्लगरमा चाहिँ को? खेमे र धरानी लेडी मोटो ब्लगर दर्शकबिनहरू धरानीको फ्यान। धरानीलाई के भन्न चाहनुहुन्छ? आई लभ यु। यहाँ चाहिँ हाम्रो गाउँको बच्चाहरू चाहिँ पुरै माथि ड्रोन उडिरहेछ। तल चाहिँ बच्चाहरू पुरै ड्रोन हेर्नलाई एकदम ड्रोनको पछि पछि कुदिरहेछ। दर्शकबिनहरू धरानी धेरै धेरै सम्झना। दर्शकबिनहरू यो चाहिँ सबै विद्यार्थीहरू दर्शकबिनहरू यता तलतिर आउँदैछ गाइस।
दर्शकबिनहरूलाई कस्तो लागिरहेछ दर्शकबिन रमाइलो हुन कस्तो लागिरहेछ राम्रो लागेको छ राम्रो छ खुसी छ खुसी छ दुःखी चाहिँ के को लागि हुनु दर्शक दिनहरू पुनः कहाँ गएको हेलो हेलो म आएँ तिमीहरू कहाँ गएको भाइहरू यार चकुलामा अन्त फायर क्यामेरा ओ माय गॉड दर्शकबिनहरू आम्बो सिजी डल्ले सम्झिहाल्यो Suruh masih di dalam. Baru. Itu. Transfer. Continue. Number 15-12. अत्यन्तै सुन्दर प्लेसिङ मिठो छ प्लेस भएको छ त्यसैले नम्बर मावि मरिना अमलीले प्राप्त गरेको छ 13-15 चान्स बल फेरि पनि कन्टिन्यू नम्बर मावि अमले 14-15 अत्यन्तै प्रतिस्पर्धात्मक गेम चान्स बल सुन्दर चान्स बल
नेत्रकाली मावि आमडाँडा रामपुर विद्यालयका विद्याशाखा अध्यक्ष अच्युत कुमार श्रेष्ठज्यू, विद्यालयका प्र मधुसूदन सापकोटा, सहायक प्र रोम कुमार श्रेष्ठ, खेलकुद संयोजक एवं सम्पूर्ण शिक्षक मित्रहरू र खेलाडी विद्यार्थीहरू स्टेजमा आइदिनु होला। प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई छ। प्रथम पुरस्कार राशि रु 30,000 रुपियाँ रहेको छ। उहाँहरूलाई हामीले प्रथम शिल्ड, मेडल, प्रमाणपत्र र नगद रु 30,000 रुपियाँले पुरस्कृत गरेका छौँ। कृपया नेत्रकाली मावि रामपुरका शिक्षकहरू अगाडि आइदिनु होला। विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू पुरस्कार ग्रहण गर्नको निमित्त स्टेजमा आइदिनु होला। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक स्यान्टनज्यू जहाँती हुनुहुन्छ स्टेजमा आइदिनु होला। खेलकुद संयोजक शिक्षकज्यू, खेलाडी विद्यार्थीहरू र उपस्थित सम्पूर्ण शिक्षकहरू स्टेजमा आइदिनु होला। उपस्थित शिक्षक एवं खेलाडीहरूलाई हामी लगाइदिनको निमित्त म हार्दिक धन्यवाद गर्न चाहन्छु। द्वितीय स्थान हासिल गर्न प्राप्त मावि मरिन हाइटारलाई नगद रु 20,000 रुपियाँले पुरस्कृत गरिएको छ। पुरस्कार राशि रहेको छ नगद रु 20,000 रुपियाँ। मेडल, प्रमाणपत्र सहित हामीहरूले यस 4औं राष्ट्रपति रनिङ सिल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल मावि मरिन हाइटारलाई पुरस्कार वितरण गरिरहेका छौँ। कृपया तालीले बधाई दिनु होला। विद्यालयको उच्च शैक्षिक एवं खेल जगतको प्रगतिको शुभकामना छ। यो खेलले सद्भावको विकास हुनेछ। खेलाडीहरूमा खेल कौशलताको प्रदर्शन गर्ने क्षमताको विकास भएको महसुस गरेका छौँ। खेलाडीहरूलाई हार्दिक बधाई छ। विद्यालयले अनुशासितपूर्वक खेलमा सहभागी गराई आफ्नो स्थान लिन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छौँ। यसै गरी 4औं राष्ट्रपति विभिन्न विधामा सबैभन्दा धेरै विजय भएर 6 स्वर्ण